हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल साकाई। आज चाहिँ हाम्रो घरबाट आएको यो 20 किलोको कार्टुन चाहिँ म खोल्न गइरहेको छु होइन। त्यो नेपालका कुत्ते मोरात्ता कुरी त्यो खाइपुस्ता त मैमास माथिको चाहिँ अघि नै च्यातेर हेऱ्यौँ। अब चाहिँ यहाँबाट सुरु गर्छु म। सुरुमा यो के हो? ओम शान्ति। सुरुमै बाबाको आशीर्वाद पाएको छ। यो ओम शान्ति बाबाकोबाट पठाइदिनु भएको बुवाले। अब हेरौँ यो भित्र चाहिँ के छ है। ब्याग रहेछ, काँटा चाहिँ सानोलाई काँटा है। त्यसपछि अर्को आयो हाम्रो यो अचार। वाउ, आँपको अचार। यो चाहिँ एलेक्समा राखौँ। त्यसपछि यो पनि बाबाको लोगो छ भनेपछि पक्कै लाइट होला। ओ माई गॉड, ओम शान्ति। बुवालाई धेरै धेरै धन्यवाद लाइट पठाइदिनु भएकोमा। त्यस्तै गरी यो चाहिँ छ तितौरा, अमिलो, अमिली, पिरो अमिलो। यो छोटुलाई होला। यो चाहिँ के झुक्किएर आएको छ क्या हो? होइन होइन, यो भित्र त ए झुम्किनी 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 छ, झुम्किनी। यसलाई नि यता राखौँ। त्यसपछि यो नमकिन, नमकिन। यो बाबाको ब्याग, यो बाहिर बोकेर हिँड्ने। यो पनि ओम शान्तिको लोगो छ, ओम शान्ति। त्यस्तै गरी जुत्ता, यो चाहिँ ए थ्याङ्क यू क्रिस दाई। क्रिस दाईले पठाइदिनु भएको। ल हेरौँ न ठुलो हुन्छ क्या हो। दाजुभाइको साइज एउटै भनेर होला, ठुलो चाहिँ होइन। ठिक्क भयो ल, धन्यवाद। त्यस्तै गरी कपडा हो मलाई, यो गर्मीमा लाउने कपडा। यो पनि गर्मीमा लाउने कपडा। त्यस्तै गरी यो पनि यो बाबा घर ओम शान्ति मम्मीले मधुवनबाट लिएर आइदिनु भएको। त्यस्तै गरी यो क्रिस दाले पठाइदिनु भएको होला, धन्यवाद। चप्पल, चप्पलको साइज पनि नापी हेरौँ है। ओ 14, ठ्याक्कै मिल्ने साइजको पठाइदिनु भएछ। यस्तो मसला बना गयो है। मसला मसला अब खोल्दै जाउँ। त्यसपछि यो पनि अचार हो। के को अचार हो? यो मिक्स अचार रे। ल मिक्स अचार पनि आइपुग्यो। त्यस्तै गरी यो पेट दुखेको बेला खाने सातु। यो के भन्छ यसलाई? दालमोट त होइन, सोयाबिन आएछ। ल सोयाबिन कति प्याकेट आउँछ हेर्नु है। 2 प्याकेट, 3 प्याकेट, 4 प्याकेट। यसपालि चाहिँ 4 प्याकेटले यो फेरि आयो। यो 2 पोका। त्यसपछि आयो 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 यो भुटन, चटपटमा हालेर खाने। यो चटपट पार्न पर्छ यसलाई चटपटमा हालेर। यो बाबाको टी सर्ट आयो। ल बाबाको टी सर्ट आयो, बाबाको टी सर्ट आयो, बाबाको टी सर्ट आयो। ओम शान्ति, ओम शान्ति। साइज हुन्छ कि नापिहालौँ है। बाबा ओम शान्ति। ए ओम शान्ति। यो भएपछि लगाइराख मैले। त्यसपछि अर्को सातु पोको आयो। यो मिक्स दालमोट, घरमै भएन यस्तै मिक्स दालमोट। ए आयो छोटीलाई मनपर्ने गुन्द्रुक। ओ माई गड, यसलाई त अहिले उमालिहाल्नुपर्छ। एउटा आलु हालेर कक्लक कक्लक पारिहाल्नुपर्छ। यो मसला, यो जिरा धनियाँको मसला। त्यस्तै गरी अर्को आयो। यो चाहिँ लप्सीको अचार हुनपर्छ। आँपको अचार यो पनि। ल आँपको अचार, आँपको अचार आइटम त्यता।
यो चाहिँ आउनु होला यो नुन यो बिरे नुन मगाएको थियौँ बिरे नुन पनि आइपुगेछ बिरे नुन 2 प्याकेट आएछ त्यस्तै गरी यो चाहिँ के हो त्यो पठाउन मिल्ने नमिल्ने यो पठाउन मिल्ने नमिल्ने भनेर त्यसपछि अर्को आछ हाम्रो चाउचाउ वाइ चाउचाउ आएछ 2 3 4 5 6 7 प्याकेट चाउचाउ आएछ चल्नै आएछ ल गाई यति अहिले आएको सामान चाहिँ होइन घरबाट पठाइदिनु भएको धेरै धेरै खुसी लाग्यो विशेष गरी यो जुत्ता र चप्पल पठाइदिनु भएको दादालाई धेरै धेरै धन्यवाद रिदम बेबी हाउसमा हजुरहरू पनि जानु त्यहाँ चाहिँ बेबीहरूको जुत्ता चप्पलहरू पाइन्छ किन्न जानु होला नारायणघाट सही चोकमा छ धन्यवाद।